हेलो गाइज नमस्ते जय नेपाल। म चाहिँ आज भ्लग बनाइरहेको छु। धेरै पछि यो भ्लग बनाइरहेको छु किनभने एउटा स्पेसल भ्लग हो यो। हामी चाहिँ एउटा लङ ड्राइभमा गइरहेछौँ। धनगढीदेखि डडेलधुरासम्मको यात्रा छ हाम्रो। त्यही भएर एउटा मेमोरीको लागि यो भ्लग हामी बनाइराखेको छौँ। धनगढीदेखि हामी डडेलधुरा गइरहेछौँ। आज पुसको 30 गते, भोलि माघ 1 गते मकर सङ्क्रान्ति हो। हामी आज आलिताल बस्नेछौँ। त्यसपछि भोलि हामी परशुराममा जानेछौँ, परशुराम धाम स्नान गर्नका लागि। त हामीसँग दीपक सर पनि गइराख्नु भएको छ भने राइडरसँग हामी केटाहरू पहाडको यात्रामा छौँ। लेट्स गो। यति बेला चाहिँ हामी बुढी तोला पुगेका छौँ। यो भ्लग हेर्दै गर्नुहोस् है। खानडाँडा पुग्न मात्रै 3 किलोमिटर बाँकी रहेको छ। र साथीहरू हामी यति बेला भासु भिड पुगिसकेका छौँ है। रोटी बजार पुग्यौँ हामी है साथीहरू। हामी त्यो बजारदेखि जोगपुरा रोडमा छौँ यति बेला। हामी गाडी नै स्टार्ट नगरेर यत्तिकै 3-4 किलोमिटर चलाइरहेको छौँ। चाबी पनि अफ छ होइन। हामी यत्तिकै चलाइरहेछौँ। लगभग 3-4 किलोमिटर हामीले पेट्रोल बचाउ अभियानमा सहभागी भएर पेट्रोल बचाएका छौँ। भर्खर गोदाम बजार क्रस भयो। अब हामीले अफ रोडिङ गर्नुपर्ने छ। आजको हाम्रो गन्तव्य मामाघरमा पुग्नेछौँ गाइस। साथीहरू हामी करिब 1 घन्टाको अफ रोड राइडपछि बल्ल हामी आफ्नो गन्तव्य, आजको गन्तव्य आलिताल 8 टेकुन्डाँडा आफ्नो मामा घर पुगिरहेका छौँ। बाटो हेर्नुहोस् गाइस कस्तो छ। एकदमै खतरनाक बाटो थियो साथीहरू। यो त हामी लगभग राम्रो बाटोमा पुगिसकेपछि भिडियो बनाइरहेको छौँ। यस्तो बाटो थियो लाइफको फर्स्ट एक्सपिरियन्स। यस्तो अफ रोडिङ भयो आज है। ल साथीहरू सबैमा शुभ बिहानी। आज माघे सङ्क्रान्ति, सबैमा माघे सङ्क्रान्तिको पनि शुभकामना। हामी चाहिँ मामा घरदेखि अब अहिले लगभग 7 बजे हामी निस्किसकेका छौँ परशुराम धाम पुग्नका लागि। यहाँदेखि करिब 1-1.5 घन्टाको बाटो छ। हामी करिब 40-45 मिनटको अफ रोडिङ पछि गोदाम बजार पुगेका छौँ। पहिला यहाँ धेरै ठुलो खोला थियो भनिराख्नु भएको छ मेरो भाइ दीपकले। आजभोलि सानो खोला रहेछ साथीहरू है। लागिसकेपछि भए पनि गइरहेछौँ है प्रिय साथीहरू। सबैमा जय श्री राधे, जय परशुराम धाम। धन्यवाद परशुराम नगरपालिकालाई। र साथीहरू हामी अहिले जोगपुरा बजार पुग्यौँ है। जोगपुरा बजार हो साथीहरू। हामी परशुराम धाम जाने बाटोमा प्रवेश गरिसकेका छौँ। अब 10 किलोमिटर बाँकी छ परशुराम धाम पुग्नका लागि। हेर्नुहोस् साथीहरू, वाउ व्हाट अ ब्युटिफुल भ्यू है। लट्स अफ गाडी साथीहरू, लट्स अफ गाडी आइराखेको छन्। लट्स अफ पिपुल साथीहरू। हामीले एउटा कुरा भन्नै बिर्सेको रहेछौँ है। दिस ब्लग इज स्पोन्सर्ड बाई हाम्रो मामा होइन। उहाँले हामीलाई स्पोन्सर गरेर हामी आज माघ 1 गतेको दिन परशुराम धाम गइरहेका छौँ है। सो साउट आउट टु हाम्रो मामा, उहाँलाई दर्शन पनि छ। साथीहरू आफ्नो लङ यात्रा हामी परशुराम धाम पुगिसकेका छौँ। यहाँको दृश्य यहाँलाई अब हामी अवलोकन गराउँछौँ। चोरी हुने विकराल सम्भावना हामीले देखिसकेपछि यो हामी आइडिया लगाइरहेछौँ है। हेर्न सक्नुहुन्छ हजुरहरूले। यसरी यो तुना यो भित्रदेखि भित्र हालिदिनुहोस् साथीहरू होइन। अनि यसलाई लगाएर ड्याममा हानिदिनुहोस्। ल साथीहरू मेरो हेलमेट कसैको
छोड्ने हिम्मत नै हुँदैन है। स्ट्रङ भइसक्यो, यो पनि बन्द भइसक्यो। यो चाहिँ मेरो पर्सनल आइडिया हो। साथीहरू, हामी परशुराम धाम पुगिसकेपछि यता ठुलो मेला लागेको पनि हामीले देखिरहेका छौँ। मेला लाग्ने रहेछ, बजार लाग्ने रहेछ। यता हामी यो बजार अनुगमन गर्दै मन्दिरतर्फ गइरहेका छौँ र त्यहाँबाट हामी स्नान गर्नेछौँ। साथीहरू, जय श्री राधे। हामीले चाहिँ भर्खरै मात्र परशुराम धाम भएर बग्ने यो महाकाली गङ्गामा स्नान गरिसकेका छौँ। हाम्रो दिपक भाइले पनि स्नान गर्नुभयो। उहाँको शरीरको अङ्ग जामिसकेको उहाँले जानकारी गराइराख्नु भएको छ। एकदमै चिसो पानी थियो। हामीले स्नान गर्न भ्यायौँ। यो पहिलोपटक परशुराम धाममा यहाँ स्नान गर्न पाउँदा निकै खुसी लागिरहेको छ। अब हामी पूजा कार्यक्रम गर्नेछौँ। र साथीहरू, हामीले पूजापाठ पनि गरिसकेका छौँ। गङ्गाजीको किनारमा छौँ हामी। यतापट्टि परशुराम धाम छ, यतापट्टि महाकाली नदी बहिरहेको छ। हामीले भर्खरै पूजापाठ पनि सिद्ध्यायौँ। र साथीहरू, हाम्रो भ्लगको अन्तिममा हामी यहाँहरूलाई यो परशुराम भगवानको यो विराट मूर्ति, एकदमै आकर्षक मूर्ति देखाउन चाहन्छौँ। र यससँगै हाम्रो परशुराम धामको तीर्थयात्रा को यो भिडियोलाई यहीँ विश्राम दिन चाहन्छौँ। हामीसँग हाम्रो प्रिय भाइ दिपक पनि आउनु भएको थियो। अब हामी फर्किने क्रमलाई अगाडि जोड्नेछौँ र यो परशुराम भगवानको सबैजनाले दर्शन गर्नुहोला। जय परशुराम धाम, जय श्री राधे, जय श्रीमन्नारायण। सबैको मनोकामना पुरा होस्, सबैको कल्याण होस्, मङ्गल होस्, जय होस्।